ए बोल्छु त के भयो तपाईलाई Hello guys, welcome back to my new vlog. Hi cuties. अनि आज चाहिँ मेरो बुनु आउँदैछ अरे उतादेखि अनि यो फोन गर्नु आँटेको छु के अरे फोन पो त बज्दै रहेछ त को हो र हेरौँ त गाइसहरु हेरौँ त हेलो दिदी हैन हजुर म फ्लाइट मतलब म प्लेनबाट चाहिँ उडिसके हैन अब त्यहाँ आउनलाई चाहिँ मलाई भोलि बिहानको समय भोलि बिहान हामी कि 7 कि त 8 बजे म ल्यान्ड गर्छु अनि म तपाईलाई त्यति बेला लिन आउनु भनेर फोन गर्छु है ल बाइ बाइ अहिलेको लागि चाहिँ बाइ बाइ आमामा कति राम्रो राम्रो छौ गाइजहरु छ्या फोटो खिच्नु भनेको टिभी हेर्नु कस्तो राम्रो यो हेर्दै बसिरहेको छु म के अब कतिखेर आउँछ हेरौँ ल रेडी भएर आउँछु म चाहिँ गाइजहरु अहिले चाहिँ गाइजहरु रेडी हुन्छु है बाइ बाइ रेडी भएपछि भेट हुन्छ है गाइजहरु बाइ बाइ अहिलेको लागि गाइजहरु म रेडी भइसकेँ अनि मेरो यो रिजल्ट यस्तो छ है गाइजहरु अब म चाहिँ मेरो बुनले लिन जान्छु हिँडौँ गाइजहरु प्लिज अहिले म पुगेपछि अब यहाँ के अरे पुगेपछि भेट हुन्छ है गाइजहरु बाइ बाइ गाइजहरु म आइपुगिसकेँ अब चाहिँ मेरो बुनुलाई लिन जानुपर्छ है हेलो जन हाय हेलो आउनु जानु कार त ल्याउनु बोला नि लिएको छु पर्ख न अब जानुपर्छ अब गाइजहरु भेट हुन्छ है कार भेट के अरे गइसकेपछि हामीहरू आइपुगिसक्यौँ घरतिर अनि मेरो कार हेर्नु त बुनुलाई त गाह्रो परिरहेछ अरे मजा आयो बुनु अन्त मेरो घर आएर अनि आज अबदेखि मेरो बुनु मसँगै बस्छ गाइजहरु भोलिदेखि हामीसँग कलेज जान्छ बुनु नि त गाइजहरु अब म लुगा फेर्छु अब लुगा अनि फ्रेस भएपछि हामी भेट हुन्छ गाइजहरु गाइजहरु म अब के अरे नि रेडी भइसक्यो फ्रेस भएर अब मेरो बुनुलाई बोलाउँछु है अनि ऊ आजदेखि हामी मेरो घर किन आएको भने नि आजदेखि हामीहरू नि सोइना र म के अरे कलेज पढ्ने सँगसँगै सरी भोलिदेखि हामी कलेज जान आँटेको मसँगै पढ्छ अरे भन्नुहुँदै थियो सोइना नि दिइसकेको बन्द गरेर ढोका छिटो झर दिदी हजुर भोलि म साइकल किन्दिनँ है मम्मीले भन्दा त साइकल किन्दा हैन स्कुटी किन्दिनँ अरे मम्मीले कि तपाईलाई 5 कति भन्दै थियो 1 लाख 2 लाख 50,000 पठाइदिनुहुन्छ अरे मलाई किनिदिनु अरे मम्मीले भन्दै थियो स्कुटी नै किनिदिँदा हुन्छ त्यसको लागि त त्यो धेरै अरे मान्छे साइकल चाहियो ल स्कुटी आइहाल्छ नि 2 लाख 50,000 ल अनि गाइजहरु अनि मेरो म टिभी हेर्ने भनेको तर अब मेरो बुनलाई खाजा बनाइदिन्छु अनि भेट हुन्छ है अनि खाना खाएपछि अब खाजा बनाउन थाल्छु अब हेर्नु है गाइजहरु मेरो बुनले नै खाजा बनाउन आज अनि कफी बनाउँछु ब्ल्याक टी खाने के ब्ल्याक टी जहिले जस्तो गाइजहरु म के बनाउँछु होला जस्तो लाग्छ तपाईलाई भात बाई के खादैन मेरो बुनले सुन त्यहाँ नाटक नगरिकन यहाँ छिटो खाना आऊ यहाँ त भात दाल मात्रै पाउँछ खानेकुरा कहिले काहीँ मात्रै खाने हो अनि आज चाहिँ नि हामीहरूकोतिर सुप बनाउन आँटेको छौँ कुखुराको सुप है अनि आज चिकन बनाउने भनेको सरी मेरो बुनलाई छिटो खाना खान भन्छु अहिले म यहाँ खाना रेडी पार्दैछु किनकि मेरो को हो सोना हेर त बाहिर उता ढोकामा को हो ढोकामा को हो छिटो हेर र ढोकामा बिहान छिटो हेर न को हो घरमा नराम्रो राख्ने भनेको कुन दिन हुन्छ मेटै भेट्दैन को त ढोकामा हेर त कोही छैन को हो हेर त भित्र आउँदैन कोही छैन खाना खान आउँछ भित्र खाना खान आऊ जो खाना खाएर आऊ जो छिटो छिटो जो म तिम्रो मम्मीलाई भनिदिनु फोन गरेर
छिटो खाऊ अनि गाइसहरू ऊ खाना खाइसकेपछि भेट हुन्छ है गाइसहरू अब चाहिँ हामीहरू पढ्ने अनि ऊ खाना खाएपछि भेट हुन्छ है हामीहरू पढ्नु गेस्ट रुम हो गेस्ट रुमहरू छ त्यो त के छ हौ छैन वासरुमहरू छ गेस्ट रुमहरू छ सबै को हो ढोकामा बन्द र म के अरे हिँड्न जाउँ हामीहरू उता जाऊँ माथि ए त्यो अन गर त साँच्ची पढ्नु होइन मसँग तिम्रो मम्मीले भन्नुभएको छ तिम्रो यसपालिको एक्जाममा राम्रै आउँदैन काठमाडौँ काठमाडौँ त होइन त यो त थाइल्यान्ड हो त्यही थाइल्यान्डमा आइरहेछ तिमी अब काठमाडौँ कसरी भन्छौ काठमाडौँदेखि आएको तिमी होइन छिटो होइन माथि पढ्नु होइन थाइल्यान्ड होस् कि कुनै पनि कन्ट्री यहाँ त पढ्नै पर्छ कुनै पनि कन्ट्री छिटो होइन छिटो अब अफिसमा है त्यो अफिस रुम थाहा छ होला नि कुन रुम हो भनेर स्टडी रुममा हो है यहाँ पर छिटो पर त्यो म तपाईँ पढ्नुहुन्छ होइन दिदी हजुर अनि म के भन्छु त्यो स्कोर हुँदैन म उता कुनको त भन्छ हौ मैले बिर्सेँ पो त म के भन्छ अहिले फेसन डिजाइनिङ पढ्दैछु क्या सरी मलाई के अरे अहिले डिजाइन कपडाहरू मात्रै हेरिरहेको छु क्या तिमी बुझ्दैन होला अलिक सानै छौ तिमी म 11मा पढ्दैछु सानो छौ त फेसन तिमी कुन कोर्स के अरे कुन कोर्स चलाउँछ अब यो एक्जाम दिएपछि एक सेकेन्ड मैले तिमीलाई के भनेको थिएँ छिटो पढ मोबाइल पनि कता कता खेल्छु छिटो होइन पढ छिटो पढ पढ छिटो उता पढ मम्मीको किचकिच भन यहाँ डर लाग्नु छ नि फेरि पहिले म एक्लै बसेको बस्दाखेरि पनि यस्तै त हुनुपर्छ नि पढ्नुपर्छ बुनु पढेपछि अब गाइसहरू पढिसकेपछि भेट हुन्छ है मैले स्टडी गरिसकेँ स्टडी गर्छु यहाँ आउँदा बुनु अनि भरे के भन्छ स्टडी गर्छु कि भने नि अब रुमको सबै बत्ती अफ गर के अरे अब चाहिँ तिमी जाऊ उता बत्ती सबै अफ गर ल ओके म त अन गरिहाल्छु यहाँ पढ्नुपर्ने मेरो पनि काम छ कतिखेर काम हुन्छ जहिले जस्तै होइन मैले तिमीलाई के भनेको थिएँ सबै बत्ती अफ गर है सबै रुमको यसरी कति काम हुन्छ 10 बजिसकेको रहेछ अफिस सुत्ने बेला भइसक्यो म त उसलाई पढाउँदा बिर्सेछु सबै ए हो किन ओबा त्यो पनि अफ गर्नुपर्ने गाइजहरू अब सबै बत्ती अफ गर्छु एकछिनपछि सुत्छु अब म चाहिँ 10 राम राम कति धेरै अँध्यारो हुन्छ जहिले अब म सुत्छु गाइजहरू कति धेरै नराम्रो छ बाई अहिले उठेपछि भेट हुन्छ ल गाइजहरू म रेडी भइसकेँ मेरो कलेजको लागि तर मेरो बुनु चाहिँ 9 क्लासमा छ सरी गाइजहरू मैले त के अरे भैलासमा त बिर्सेको छु अनि भैलासमा बिर्सेछु क्या गाइजहरू अनि मैले के अरे मेरो आन्टीलाई सोधेँ अनि भन्नुभयो कि भर्खरै 9 क्लासमा पढ्छ त हौ भन्नुहुँदै थियो यत्रो ठुलो भइसक्यो 9 क्लासमा पढ्छ जस्तो लाग्यो क्या अब मेरो टाइम भइसक्यो 6 बजीमा त ढिलो बोक्ने कुरा हुन्छ मिस सरले के गर्नु के हुँदैन मेरो 9 बजीतिर छुट्टी भइहाल्छ के अरे सिधिहाल्छ अनि भइहाल्यो नि 9 बजी नि हो
9 बजीतिर हो गाइसहरू अनि म चाहिँ छिटो खाइहाल्छु गाइसहरू बाई बाई तपाईँहरूलाई एउटा कुरा भन्नु बिर्सेछु के अरे मेरो बुनु उठिसक्यो क्या अनि ऊ पनि रेडी हुँदैछ अनि 9 बजीतिर म ठ्याक्क आउँछु नि ऊ पनि आइपुग्छ ऊ पनि हुन्छ घरभित्रै अनि भएर 9 बजीतिर उसलाई पुऱ्याइदिइहाल्छु नि 10 बजीतिर उनीहरूको स्कुल लाग्छ मेरो पनि अब टाउन ल गाइसहरू म चाहिँ चलिहाल्छु है बाई बाई गाइसहरू अहिले पुगेपछि भेट हुन्छ है गाइसहरू म स्कुल आइपुगिसकेँ ल्या सोल्डर चाहिँ खुवाउँछ ल जरो तर आज म कपी लेख्छु नि किनकि आज मोबाइलमा सानो भन्नुपर्छ अब के अरे के पढाउँछ हेर्नु है गाइसहरू यो लेख्नु मनपर्छ सरले अब के गर्नु यसको के आन्सर भन्नु सोध्दै हुन्छ इट इज टाइम फर मी टु स्लिप वेन आई कुड आई नट से यु आई डोन्ट नो वाइ आई कुड नट से यु यस राइट भयो गाइस सबैजनाको अब छुट्टी भयो बाई बाई सर बाई बाई फ्रेन्ड्स बाई बाई अब भेट हुन्छ है लिइसकेपछि भेट हुन्छ है यता घर पछि बाई बाई गाइसहरू म आइपुग्छु 9 बजीसक्यो बुनु छिटो आऊ छिटो हुन्छ मेरो त अब यो कलेजको ड्रेसमै जानुपर्छ गाइसहरू के गरौँ मेरो मुख पनि मेरो बुनुलाई पनि अब लिनु जानु पऱ्यो स्कुल लग्नु पऱ्यो 9 बजीसक्यो अब 10 बजीतिर उनीहरूको स्कुल लागिहाल्छ अब मेरो र बुनुको एउटै स्कुल हो नि एउटै कलेज मेरो कलेज र स्कुल चाहिँ एउटै हो क्या त्यहाँ 12सम्म छ अरे कलेज त्यसरी म त्यतै पढाउँछु के अरे पढाउँछु अरे म पढ्छु त्यतै अब कलेजमा त्यतै पढ्छु अनि मेरो चाहिँ बिहान हुन्छ उनीहरूको चाहिँ राति हुन्छ उनीहरूको चाहिँ दिउँसोतिर हुन्छ अब 9-10 बज्नु आँट्यो छिटो गर है बुनु मैले त आज ब्यागै लगिनँ अनि उसलाई चाहिँ आज मैले बनाएको चाहिँ खानेकुरा खान्छ मैले के अरे चिकन लिएर आएको थिएँ अनि त्यही पकाउँदैछु गाइसहरू चिकन ल्याएपछि दिनै पर्छ हजुर ल छिटो झर्छ क्याउ हेर्नु त कपाल कति राम्रो भएको छ मेरो बुनुले अनि गाइसहरू छिटो खाऊ है बाहिर निक्लिहाल्यो है 10 बजीसम्म अब 11 बजीतिर तिमीहरूको स्कुल लागिहाल्छ के अरे स्टार्ट भइहाल्छ तिमीहरूको क्लासहरू 4 बजी हेर्नु तिमीहरूको छुट्टी हुने कि 3 बज्यो ल छिटो निक्ल म गइहाल्छु स्कुल बस त अब 20 मा उता बसेको बाई बाई उसलाई पुऱ्याउने भनेको तर स्कुल त स्कुलको बस आइसकेको छ पिपिक पनि गरेको थियो अघिदेखि बल्ल उसलाई पुऱ्याइसक्यो अब खाना खाइसक्यो उसले खाना अब यो कफी चाहिँ छोडेको रहेछ जहिले कफी चाहिँ छोडिराख्छ उसको बानीमा पहिले पनि उसँग बसेकै हो क्या गाइसहरू पढाउँदाखेरि उसलाई बसेकै हो उसँग ऊ जहिले यस्तो गर्छ आमामा बस बल्ल गयो राम पिपिप गर्दै थियो गएछ छैन पनि अब म लुगा फेरेपछि भेट हुन्छ गाइसहरू अनि फ्रेस भएपछि बाई बाई अब म रेडी पनि अघि नै भइसकेको थिएँ अनि मेरो बुनु पनि आइपुगिसकेको छ 5 पनि भइसकेको छ बुनु ल म खाना पकाइहाल्छु खाजा अघि नै आइसकेको थियो बुनु म त के अरे माथि त्यो बसिरहेको थिएँ कति छिटो त नि कति छिटो आएको अनि अब चाहिँ गाइसहरू म यो भात मिट पकाउन आँटेको है आज मिठै हो खानेकुरा किनकि मेरो बुनुलाई आज यति साह्रो खानु मन लाग्दैन अरे मन पर्दैन अरे त पिज्जा बर्गरहरू फेरि गाइसहरू राम्रो पिज्जा बर्गर आज पिज्जा चाहिँ बनाउँछु क्या हामी 3 जना खानु छ हामी 2 जना र छिटो खाना अब खाना खाएपछि भेट हुन्छ है गाइसहरू बाई बाई रात परिसक्यो अब हामी सुत्ने है गाइसहरू बाई बाई आजको लागि यति नै सोइन बाई बाई क्युटी बाई 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 क्युटी बाई बाई क्युटी
यू